र सम्पूर्णमा जयमसी सेवान्ने फ्यापुलो र आज 30 तारिक 1 महिना 2026 शुक्रबारको बिहान हामी आदरणीय सर टिका साम्पाङको वासस्थानमा यसरी हामी भेला भएका छौँ र यो भेला हुनुको कारण चाहिँ आज आदरणीय टिका साम्पाङ ज्यूका एकलौते पुत्र अनि एक्लो छोरा हाम्रो जोना राई साम्पाङको आज शादी हुनेवाला छ अनि बुहारी सिङताम निवासी एलेना तामाङसँग आज उहाँको शुभ विवाह हुन लागिरहेको छ र यसको तयारी यहाँनिर भइरहेको छ। अनि विशेष गरी आदरणीय सर टिका साम्पाङ ज्यूका शाखा सन्तान र हामी मण्डलीका केही व्यक्ति मिली आज यहाँ हामी कामराङ डाँडा अनि आदरणीय सरको रेसिडेन्टबाट हामी यहाँ हिँड्नको लागि तयारी भइसकेका छौँ र बेहुलाको गाडी सजिएको अवस्थामा यसरी गाडी निस्किसकेको छ र यहाँबाट हामी हिँड्न लागिरहेका छौँ र हाम्रो जोना राई साम्पाङको जीवनसाथी एलिना तामाङलाई ल्याउनको निम्ति हामी यहाँनिर सबैजना हामी यहाँका शाखा सन्तान साथै हामी जोनाका साथीभाइहरू अनि मण्डलीका केही वरिष्ठ व्यक्तिहरू यहाँबाट हामी नाम्ची कामराङबाट हिँडिसकेका छौँ र हाम्रो अगाडि बेहुलाको गाडी छ र हामी सेकेन्डमा हामी छौँ र हाम्रो थुप्रै गाडीहरू पछाडि आउँदैछ र हामी यसरी कन्भे गरेर हामी यहाँनिर सेक्रेटरी ज्यू हाम्रो चर्च सेक्रेटरी ज्यू अभिषेक मङ्गरको गाडीमा हामी यति उहाँसँग हामी 5 जना गाडीमा छौँ र हाम्रो पछाडि थुप्रै कन्भे गरेर हामी जाँदैछौँ। अनि बेहुली ल्याउनु अनि बेहुली एलिना तामाङ अनि उहाँका परिवारले चाहिँ हामीलाई सुन्दर रेसर्टमा आज उहाँ हामीलाई निमन्त्रणा दिनुभएको छ र वेडिङ सेरेमनी चाहिँ आज एलिना तामाङ विथ जोना राई साम्पाङको चाहिँ सुन्दर रेसर्टमा हुनेवाला छ र तपाईँहरूले हेर्दै जानुहोस् र आजको भिडियो चाहिँ अति नै रोचक हुनेवाला छ र त्यहाँ गएर के हुन्छ हजुरहरू सबैलाई म अपडेट दिनेछु र हामी यहाँनिर एलिना तामाङ अनि उहाँको परिवारले बोलाउनु भएको जग्गा सुन्दर रेसर्टमा हामी यहाँनिर पुगिसकेका छौँ र हामीलाई त्यहाँनिर पुग्नको निम्ति हामीलाई 9 बजी टक्कै हामीलाई बिहान 9 बजी हामीलाई बोलाएको थियो र यसरी यो मङ्गनी विवाहको चाहिँ बुढौलीहरूले जति समय तोकेको हुन्छ त्यही समयमा पुग्नुपर्ने हुन्छ। त्यसर्थ हामी उहाँले भनेकै समयमा हामी पुगेर अनि यहाँहरूले हामीलाई सम्पूर्ण हाम्रो जन्ती टिमलाई उत्कृष्ट ढङ्गमा यसरी स्वागत गर्दै बटन फ्लावर हामीलाई लगाइदिँदैछ अनि अति असल बटन फ्लावर हामी सबैजना लगाइसकेपछि हामी यसरी भित्र रेसर्टभित्र हामी प्रवेश गरिसकेका छौँ र यहाँको दृश्य भने अति नै सुन्दर दृश्य यहाँनिर हामी देखिराखेका छौँ। यहाँनिर यहाँहरूले यो अलरेडी सुन्दर भएको जग्गालाई अझै भव्य रूपमा यहाँनिर सजाएको डेकोरेसन तपाईँहरूले हेर्न सक्नुहुन्छ र यहाँनिर एलिना एन्ड जोना भनेर यो लुकिङ मिरर पनि राखिएको रहेछ र यहाँनिर हामी सबैजना जन्ती पार्टी ऐना हेर्दै हामी भित्र पसिसकेका छौँ। अनि यो रेसर्टको दृश्य अति नै सुन्दर रहेको छ अनि यहाँहरूले चारैपट्टि यसरी अझै विवाहको कार्यक्रमको निम्ति सजाइएको कारण यो अति नै सुन्दर देखिरहेको छ र अब भने हामी भित्र पस्दैछौँ अनि यहाँहरूले हामीलाई सम्पूर्ण जन्ती पार्टीलाई हामीलाई यसरी
भित्र हामीलाई क्रमै गरेर लगिराख्नु भएको छ र हाम्रो यहाँनिर भव्य स्वागत भइराखेको छ र हामी कामराङबाट जिपिएफ मण्डली साथै अप्पर कामराङबाट अनि हाम्रो जोनाको देवाको मण्डली सालम पेन्टिकस्टल चर्चका सम्पूर्ण वरिष्ठ व्यक्तिहरू साथै जोनाका सम्पूर्ण आफन्तहरू यहाँभित्र हामी जन्ती टिम यसरी गएका थियौँ अनि जन्ती टिमलाई यसरी यहाँहरूको सुन्दर प्राङ्गणमा हामीलाई भव्य स्वागत हामीलाई गरिराखेको छ र यहाँनिर यो जुन चाहिँ तामाङ सेलो टिम हुनुहुन्छ यो ब्यान्डले चाहिँ हामीलाई अघि गेटदेखि नै स्वागत गरेर यहाँले एस्कर्ट गरेर हामीलाई भित्र यसरी यहाँको सुन्दर प्राङ्गणमा हामीलाई भव्य स्वागत जनाइसक्नु भएको छ र अब केही क्षणमा भए भने यहाँनिर जोना अनि एलिना बुहारी एलिनाको वेडिङको सेरोमनी सेवाकाहरू हुन लागिराखेको छ र हामीले हामीले यो प्राङ्गणमा यो आसन ग्रहण गरिसकेका छौँ र हेर्नुहोस् हाम्रो सम्पूर्ण जन्ती टिम अनि यहाँले राख्नुभएको यो अति कल्चरल सांस्कृतिक ढङ्गमा सजाइएको यो ब्यान्ड टिम हामीलाई स्वागत गरेर है हामी यसरी खाजाहरू खानको लागि यहाँहरूले हामीलाई यहाँभित्र निम्त्याउनु भए बापत हामीले यसरी खाजा मजाले खायौँ है अनि रमाइलो गर्दै हामीले केही तस्बिरहरू पनि लियौँ र हामीलाई अब खाजाको समयमा हामी खाजाहरू खाइसकेका छौँ र एक दुईवटा फोटोहरू खिचेर अब केही क्षणमा भए विवाहको हात बधाईको रङ्गारङ कार्यक्रम हुन लागिराखेको छ र यसरी विवाहको अब कार्यक्रम सुरु हुनै लागिराखेको छ र यहाँको मण्डलीका क्वायरले केही भजनहरू गाउँदै है अनि जोना अनि बुहारीको हात बनाएको कार्यक्रम अब केही क्षणमा भने सुचारू रूपमा सुरु हुन लागिराखेको छ र हामी इसाई जगतमा अनि इसाई परिवारमा पवित्र शादी गर्नु भन्दै मण्डलीको पास्टरगण अनि मण्डलीको सृष्टिकर्ता परमेश्वरलाई ठुलो मान इज्जत दिँदै अनि परमेश्वरको आज्ञा पालनलाई गर्दै अगाडि बढ्नु हो अनि पवित्र शादीको कार्यक्रम हुँदै गर्दाखेरि चाहिँ हरेक कुरो प्रोपर च्यानलमा अनि हरेक कुरो अनुमति माग्दै सोध्दै खोज्दै गरिने हुन्छ र सबैलाई आज तारिक 2 दलमा नै 30 जनवरी 2026 शुक्रबारको दिन सम्पूर्ण सेवा यसरी परमेश्वरले दिनुभएको कुरालाई यो अति नै पूर्ण नियोजित यो दिन जहाँ बहिनी हेर्दै जानुस् मेरो भिडियोलाई अनि सिलो मण्डलीको छोरी एलिना तामाङको विवाह ग्रेस पेन्टिकोस्टल चर्च कामराङका भाइ श्री जोना राईसँग हुन गइरहेको छ। आज विशेष गरिकन यसरी जन्ती पक्षबाट उपस्थित रहनुभएका बेहुलाका मातापिता, बेहुलाका मण्डलीका आदरणीय गुरुजन, जति पनि जन्ती पक्ष भएर आउनुभएका आफन्त प्रिय चिनाजाना, साथै बेहुली पक्षका अभिभावक वर्ग, साथै आफन्त प्रियजन र बेहुली पक्षका मण्डली, आदरणीय गुरुजन, जति पनि आफन्त चिनाजाना इष्टमित्र यसरी यहाँ आज यो विवाहको समयमा उपस्थित हुनुहुन्छ। यहाँहरू सबैलाई यो विवाहको समयमा हामी स्वागत जनाउँदछौँ।
आज हामी यहाँ उपस्थित रहेको यो समय चाहिँ एउटा खुसियालीको समय, यो आनन्दको समय अनि हाम्रो जीवनमा है स्मरणमा रहिरहने समय, हाम्रो आउँदो दिन र समयहरूमा सम्झनामा ल्याइरहने यो समय। यसैले यो दिनलाई विशेष गरिकन अघिबाटै हामीले प्रभुको अगुवाई मागिसकेका छौँ अनि हामी सबै चाहिँ आजको विवाहमा यो खुसियालीमा गवाही बन्न हामी भेला भएको छौँ। ख्रिस्टको शिक्षा अनुसार विवाह दुई व्यक्ति माझ, एक पुरुष र एक स्त्री माझको शरीर, मन र आत्माको सम्पूर्णतामा जीवनभरिको सम्बन्ध हो। विवाह परमेश्वरको सृष्टिको उद्देश्यको एउटा अङ्ग हो। यसलाई हल्कासित, खेलाँचीसित तथा स्वार्थले प्रेरित भएर होइन, तर उत्तरदायित्व, श्रद्धा सहित परमेश्वरले दिनुभएको प्रेममा प्रेरित भई गर्नुपर्छ। परमेश्वरको यही इच्छा छ कि विवाहमा पुरुष र स्त्रीको प्रेमले उनीहरूको जीवनमा आपसी मित्रता, सहयोग र वास्ताद्वारा सम्पूर्णता प्राप्त गरोस्। परमेश्वरको अनुग्रहमा यो प्रेम बढ्दै जाँदा अझ गहिरिँदै जाओस्। विवाहको यस्तो प्रेम नै स्थायी परिवारको आधार हो। जब छोराछोरी आउँछन् तब यो प्रेम, भरोसा र अभयको वातावरणमा छोराछोरीलाई हुर्काउने परमेश्वरको प्रक्रिया हो। यसैले आज नाम्ची कामराङ स्थित अनि श्री टिकादास राई अनि रत्नामणि मङ्गरका एक्लो सुपुत्र श्री जोना राई, जो आज हाम्रो मण्डलीका अनि विशेष गरिकन स्वर्गीय जगत कुमार तामाङ र स्वर्गीय सुशीला तामाङको कान्छी सुपुत्रीलाई विवाह गर्न आउनु भएको छ। अनि आजको यो विवाहमा यहाँहरूले एका दोस्राप्रति प्रतिज्ञा बाँध्नेछन् अनि सम्झनाको रूपमा औँठीहरू साटासाट गर्नेछन् अनि हामी सबै मिलेर यहाँहरूलाई प्रभु येशूको नाउँमा हामी आशीर्वाद बोल्नेछौँ। अनि यी सबै कुराको लागि हामी गवाई बन्न आएको छौँ। अनि आजको बेहुला र आजको बेहुलीलाई आफ्नो स्थानमा खडा भइदिन म आग्रह गर्दछु। हामी विवाहको विशेष अब प्रणको कुराहरूमा अगाडि बढ्न अघि हामी जिउँदो प्रभुसँग अगुवाई माग्छौँ। आउनुहोस् हामी प्रार्थना गर्छौँ। जीवित प्रभु परमेश्वर, हामी यो समय, यो घडी विशेष गरिकन तपाईँ जिउँदो प्रभुको अगुवाईलाई हामी चाहन्छौँ। आज समस्त प्रभु मण्डलीको अगाडि आफ्ना आदरणीय अभिभावक र आफन्त प्रियजनको अगाडि र तपाईँ अदृश्य रूपमा हाम्रो माझमा सधैँ उपस्थित रहनुहुने पिता, पुत्र र पवित्र आत्मा तपाईँ परमेश्वरलाई साक्षी मान्दै आजको विवाहको कार्यलाई हामी अगाडि बढाउन र यो प्रण एका दोस्राप्रतिको प्रतिज्ञाहरू, औँठी साटासाट र आशीर्वादको कुराहरूलाई अगाडि सार्न हामी तपाईँबाट अगुवाई चाहँदछौँ। येशू हामीमाथि तपाईँ परमेश्वरको स्वर्गीय आशिष राखिदिनुहोस्। महिमा तपाईँलाई आशिष माग्छौँ येशू तपाईँको जिउँदो पवित्र नाउँमा, आमेन। आज उपस्थित कसैलाई यी दुई व्यक्ति माझ, जोना र एलिना माझ विवाह नहुने कुनै कारण है मण्डली व्यवस्था अनुसार, बाइबलीय व्यवस्था अनुसार यदि तपाईँलाई यस्तो लाग्छ भने यो विवाह हुन सक्दैन भन्ने तपाईँसँग कुनै प्रकारको उजुर या अब्जेक्सन छ भने तपाईँले अहिले नै तपाईँले हात उठाउनुहोस् अनि भनिदिनुहोस्। फेरि पनि मैले सोधेँ, यदि तपाईँ उपस्थित कसैलाई पनि यो विवाह हुन सक्दैन भन्ने तपाईँलाई अडान छ भने तपाईँले अहिले नै खडा भएर बोल्न सक्नुहुन्छ। म फेरि पनि सोध्दैछु,
यदि कसैलाई पनि यो विवाहमा अब्जेक्सन रहेको छ कुनै प्रकारको पनि भने तपाईँले अहिले नै भन्न सक्नुहुन्छ। मैले 3 चोटि यहाँहरूलाई सोद्धा पनि यहाँहरू कसैले पनि कुनै प्रकारको उजुर अर्थात् अब्जेक्सन नभएको मन्जुरी दिनुभयो। यसैले म यहाँबाट भन्न चाहन्छु, जसरी आज यहाँहरू सबैले यो विवाहलाई ग्रहण गर्नुभएको छ, अब उसोको दिनमा पनि यहाँहरूले यहाँहरूको विवाहित सम्बन्धमा कुनै पनि प्रकारको अब्जेक्सनहरू खडा गर्न पाउनुहुने छैन। साथै म आज बेहुला र बेहुली भएर खडा हुनुभएका दुवैलाई, बेहुलालाई अनि बेहुलीलाई पनि सोध्न चाहन्छु, यदि तपाईँहरू एका दुस्रा प्रति कुनै प्रकारको अब्जेक्सन छ भने तपाईँले अहिले नै भन्नुपर्ने हुन्छ। अब्जेक्सन छ? अब्जेक्सन छ? छैन। तपाईँहरू राजी हुनुहुन्छ? राजी हुनुहुन्छ? हुन्छ। हामी उसो भने कन्यादानको कार्यक्रमलाई अगाडि सार्छौँ। आजको दुलहीलाई कसले कन्यादान दिनुहुन्छ, कृपया अगाडि आइदिनुहोस्। हुन्छ। अनि आजको दुलहीलाई उहाँको काका, किनभने उहाँको बुबा, उहाँको आमा स्वर्गीयवास हुनुहुन्छ, यसैले उहाँको काकाले उहाँ कन्यादान गर्नुहुँदैछ। यसैले म निवेदन गर्छु, बेहुलीको दाहिने हात बेहुलाको दाहिने हातमा राखिदिनुहोस्। बेहुलीको दाहिने हात बेहुलाको दाहिने हातमा यसो थमाइदिनुहोस् न। दाहिने 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 हुन्छ। हामी ताली बजाउँ। हुन्छ। बेहुलीको काकालाई आफ्नो स्थान ग्रहण गरिदिनुहोस् भन्न चाहे। अब यो हात छोड्दा हुन्छ, अहिले फेरि पक्रिनु पाउनु रहेछ है। ल है, हुन्छ। हामी अब प्रार्थना गर्छौँ फेरि पनि। हे परमेश्वर, हामी तपाईँ जीवित प्रभुसँग यो घडी अगुवाई माग्दछौँ कि यहाँहरू दुई एका दुस्राको निम्ति आज तपाईँ प्रभुको अगाडि राजी बनेका छौँ र अब हामी तपाईँ जिउँदो प्रभुलाई साक्षी मान्दै, यहाँ उपस्थित सबैलाई साक्षी मान्दै अब हामी पुरानोको कुराहरूलाई अघि सार्छौँ। यसैले हामी सबैलाई अगुवाई गर्नुहोस्। विशेष आज वर र वधु, बेहुला र बेहुलीलाई तपाईँ प्रभुले अनुग्रह गर्नुहोस्। येशूको नाउँमा आशिष माग्छौँ। आमेन। म पहिला आजको बेहुला भएर आउनुहुने जोना राईलाई म यसरी सोध्दछु, तपाईँले अन्तमा सबै कुरो सुनेर बुझेर उत्तर दिनुपर्ने हुन्छ है। तपाईँ श्री जोना राई है, के तपाईँ एलिना तामाङलाई विधिपूर्वक विवाहित पत्नीको रूपमा ग्रहण गर्न तयार हुनुहुन्छ? परमेश्वरको पवित्र आज्ञा अनुसार विवाहित जीवन बिताउन तयार हुनुहुन्छ? के तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ, उहाँलाई आदर गर्नुहुन्छ अनि बाँचुन्जेलसम्म उहाँसित इमान्दार र विश्वासी भई बस्न राजी हुनुहुन्छ? हजुर, राजी छु। यो माइक यता दिनुहोस्। अब बेहुलीलाई पनि प्रश्न यसरी छ, तपाईँ एलिना तामाङ के तपाईँ जोना राई, श्री जोना राईलाई विधिपूर्वक विवाहित पतिको रूपमा ग्रहण गर्न तयार हुनुहुन्छ? परमेश्वरको पवित्र आज्ञामा विवाहित जीवन बिताउन तयार हुनुहुन्छ? के तपाईँ उहाँलाई प्रेम गर्न, आदर गर्न अनि बाँचुन्जेलसम्म उहाँसित इमान्दार र विश्वासी भई बस्न तयार हुनुहुन्छ? अलिक जोडले सबैले सुनेर भन्नुपर्छ नि। अनि यहाँ सबैले सुन्नुभयो, यहाँहरू एका दुस्राप्रति विवाहित जीवन बिताउनको लागि यहाँहरू तयारी हुनुहुन्छ। अब फेरि पनि भाइ जोनालाई हस्तान्तरण गर्छौँ। साथै अब चाहिँ विवाहको प्रण गर्छौँ, फर्किदिने। अनि भाइ जोनाले बहिनीको दाहिने हातलाई समातेर
अब यो विवाहको प्रण उहाँले गर्नुहुनेछ। तपाईँको दाहिने हातले भाइको बहिनीको दाहिने हातले समातेर है मेरो पछि पछि तपाईँले घट्नुहोस् है अब चाहिँ ल हुन्छ अनि जोडले सबैले सुन्ने गरी म जोना राई म जोना राई तिमी एलिना तामाङलाई तिमी एलिना तामाङलाई आजदेखि उसो आजदेखि उसो मेरी आफ्नी मेरी आफ्नी विवाहिता पत्नीको रूपमा विवाहित पत्नीको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार परमेश्वरको पवित्र आज्ञा अनुसार ग्रहण गर्दछु। ग्रहण गर्दछु। जबसम्म मृत्युले हामी दुईलाई जबसम्म मृत्युले हामी दुईलाई अलग गर्दैन तबसम्म सँगै बस्न तबसम्म सँगै बस्न सँगै हिँड्न सुखमा होस् चाहे दुःखमा धनमा होस् चाहे निर्धनतामा रोगमा होस् चाहे आरोग्यतामा तिमीलाई आफ्नो बनाइराख्नेछु। परमेश्वर अघि र यहाँ भएका सबै उपस्थित गवाही अघि यसो गर्छु भनेर म प्रण गर्दछु। जोना भाइले एलिना बहिनीलाई आफ्नो विवाहिता पत्नीको रूपमा सबैको अगाडि ग्रहण गर्नुभएको छ। अब फेरि एलिनाको चरण छ। म एलिना तामाङ तपाईँ जोना राईलाई आजदेखि उसो मेरो आफ्नो विवाहिता पतिको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार ग्रहण गर्दैछु। जबसम्म मृत्युले हामी दुईलाई अलग गर्दैन तबसम्म सँगै बस्न सँगै हिँड्न सुखमा होस् चाहे दुःखमा धनमा होस् चाहे निर्धनतामा रोगमा होस् चाहे आरोग्यतामा तपाईलाई आफ्नो बनाइराख्नेछु। परमेश्वर अघि र यहाँ भएका सबै उपस्थित गवाही अघि यसो गर्छु भनेर प्रण गर्छु। तपाईँले हात छोड्नु सक्नुहुन्छ। सबैले ताली बजाउँ एकचोटि फेरि। यहाँहरूले एका दुस्रालाई है ग्रहण गर्नुभयो, एकजनाले पत्नीको रूपमा एकजनाले पतिको रूपमा। तर यति मात्र काफी छैन। अनि म तपाईँहरूलाई सोध्न चाहन्छु, आज विवाहको निम्ति आज तपाईँहरूले चिन्ह ल्याउनु भएको छ हुन्छ नि? यहाँले विवाहको चिन्हलाई ल्याउनु भएको छ अनि यो चिन्ह हाम्रो अगाडि ल्याइदिनुहोस् भनिकन बिन्ती गर्छौँ। हुन्छ। अनि हामी विवाहको चाहिँ यहाँ दुई पक्षले औँठी लिएर आउनु भएको छ अनि औँठी लगाएर एकजनाले अर्कालाई अर्थात् बेहुलाले बेहुलीलाई र बेहुलीले बेहुलालाई म तपाईँको हो म तपाईँको भएँ भनेर प्रतिज्ञा गर्नुहुन्छ र यो चाहिँ एउटा सम्झनाको चिन्ह हो। अनि हामी रिक्वेस्ट गर्छौँ बेहुला र बेहुलीले यो औँठीलाई सधैँ लगाइराख्ने अनि सधैँ सम्झना गरिराख्ने। अनि यो औँठीको निम्ति प्रार्थना हामी गर्छौँ अनि यो प्रार्थना गरिदिनुहोस् भनिकन ग्रेस पेन्टिकोस्टल चर्चबाट हाम्रो माझमा आउनु भएको पास्टर बुवालाई यो प्रार्थनाको निम्ति म अगुवाई माग्दछु। पास्टर हाम्रो आदरणीय पास्टर बाउ डेभिडलाई यो प्रार्थना गरिदिनुहोस् भनिकन विनती गर्दछु। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। पवित्र परमेश्वर, तपाईँ परमेश्वरलाई तपाईँको पुत्र येशू ख्रीष्टको नाउँमा हामी धन्यवाद टक्राउन चाहन्छौँ।
तपाईँ परमेश्वरले हामीलाई यो सुन्दर दिन दिनुभएको छ अनि यो दिनमा हामीले यो दिनलाई उपभोग गर्न पाइराखेका छौँ र विशेष गरेर यो दिन आजको दुल्हा अनि दुल्हैको निम्ति एकदमै बहुमूल्य दिन भएको छ अनि सम्झनाको दिन रहनेछ। परमेश्वर बाबु यो दिनमा हामी दुई पक्षबाट पास्टर बाबु मण्डली अनि हामी सबैजना यहाँनिर भेला भएका छौँ। हामी अभिभावकहरू पनि छौँ। परमेश्वर बाबु यो हामी विशेष कार्यमा हामी पछि जाँदैछौँ। अब एकले दोस्रोलाई प्रेमको प्रतीक यो औँठी पहिरिन गइराखेको छ अनि यो औँठी पहिरिँदै गर्दाखेरि हामी आजको अभिभावक हरेकले देख्नेछौँ अनि हामी गवाई गर्नेछौँ। परमेश्वर बाबु यो औँठी यो प्रेमको प्रतीक हो। जबसम्म मृत्युले नछुटाएसम्म यहाँले यो सम्झनाको निम्ति ग्रहण गर्नेछ अनि आफ्नो औँलामा लाउनेछ। परमेश्वर बाबु तपाईँ परमेश्वरले हामीलाई पवित्र आत्मा पठाउनु भएको छ यो एउटा प्रेमको प्रतीक अनि गवाईको निम्ति रहेको छ। त्यसरी नै परमेश्वर बाबु एकले दोस्रोलाई यो औँठी पहिरिँदै गर्दाखेरि परमेश्वर बाबु यो सम्झना गर्न सकोस् कि मेरो श्रीमानले दिएको एउटा प्रेमको प्रतीक अनि श्रीमतीले दिएको यो एउटा प्रेमको प्रतीक हो भनेर यहाँले सम्झना गर्न सकेका होस्। आशिष भएका होस् अनि परमेश्वर बाबुको नाममा आमेन। पास्टर बाबालाई धन्यवाद चढाउँछौँ। अनि दिनेश भाइ एउटा यहाँ माइक मिलाइदिनु पर्ने हुन्छ, स्ट्यान्ड छैन। अब औँठी लाउँदै उहाँहरूले बोल्नुपर्ने हुन्छ। अनि अब हामी औँठी साटासाट गर्न लागिरहेको छौँ। यहाँनिर दुवैजनाको औँठी हाम्रो अघि आइसकेको छ। यसैले यो औँठी लगाउँदै यहाँहरूले आफ्नो जीवन उहाँलाई सुम्पिएको र उहाँको निम्ति अब उसो जिउने अनि एक भएर जिउने एउटा प्रतिज्ञामा उहाँहरू बाँधिनु हुँदैछ। है, इसाई जीवन चाहिँ एउटा प्रतिज्ञामा बाँधिएको जीवन, एउटा विवाहित जीवन चाहिँ एउटा प्रतिज्ञामा बाँधिएको जीवन। अनि यसैले यो अति नै महत्त्वपूर्ण समयमा हामी आएको छौँ। अनि हामी विशेष गरिकन यो औँठी पहिला पुरुषले अर्थात् बेहुलाले बेहुलीलाई लगाइदिन्छ अनि बेहुलाले बेहुलीको देब्रे हातको साइली औँलीमा यो लगाइदिन्छ। अनि यो लगाउँदै गर्दा उहाँहरूले अलिक जोडसँग भन्नुपर्ने पनि हुन्छ। मेरो पछि पछि मैले भन्दै गर्दा तपाईँले दोहोऱ्याउँदै बिस्तारोसँग उहाँको औँलीमा यो औँठीलाई लगाइदिनु पर्ने हुन्छ। तपाईँको देब्रे हातको साइली औँठीले सबैले सुन्ने गरी भन्नुपर्ने पनि हुन्छ। हुन्छ, तपाईँले साथ दिनुहोस्। एलिनाले भन्दै बिस्तारोसँग म यो औँठी हाम्रो विवाहको चिन्हको रूपमा परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तिमीलाई दिँदैछु। म तिमीलाई मेरो विवाहित स्वास्नीको रूपमा ग्रहण गर्छु। मसित जे छ त्यसको तिमीलाई म सहभागी बनाउँछु। ताली बजाउने छौँ तपाईँले। एलिना बहिनीले पनि जोना भाइको देब्रे हातको साइली औँलीमा यो औँठी लगाइदिनु पर्ने हुन्छ र बिस्तारोसँग यो कुरोलाई दोहोऱ्याउँदै तपाईँले लगाइदिनु पर्ने हुन्छ। ओके, म यो औँठी हाम्रो विवाहको चिन्हको रूपमा परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तपाईँलाई दिँदैछु। म तपाईँलाई मेरो विवाहिता पतिको रूपमा
पतिको रूपमा ग्रहण गर्दछु। मसित जे छ त्यसको तपाईँलाई म सहभागी बनाउँछु। आमेन। हामी ताली बजाउनेछौँ। यतिखेर प्रार्थनाको समय छ अनि हामी सबै खडा हुनेछौँ र बेहुला र बेहुलीले चाहिँ घोडा टेक्नेछ है। अनि यतिखेर हामी सबैले उहाँहरूप्रति हाम्रो हातलाई तेर्साउँछौँ अनि उहाँमाथि हाम्रो आशिषलाई बोल्छौँ है। अनि उहाँले चाहिँ घोडा टेक्नुहुन्छ अनि हामी सबै चाहिँ उठेर उहाँलाई आशिष दिनेछौँ। हामी प्रार्थना गर्छौँ। ल हामीलाई अति नै माया गर्नुहुने स्वर्गीय प्रभु परमेश्वर, हामी तपाईँ जीवित प्रभुको नाउँमा यस घडी हाम्रो शिर झुकाउँछौँ। आज यसरी तपाईँ पिता पुत्र र पवित्र आत्माको नाउँमा यसरी यहाँहरूले आफैलाई एका दुस्राको निम्ति सुम्पिएका छन्। आज जोना भाइ आज एलिना बहिनीको निम्ति एउटा लोग्नेको रूपमा पतिको रूपमा भने एलिना बहिनी जोना भाइको निम्ति एउटा स्वास्नीको रूपमा आफैले आफैलाई सुम्पिएका छन्। तर आज यी दुईको बिचमा यसरी हामी तपाईँ जीवित प्रभुको नाउँमा प्रभु आज तपाईँको उपस्थितिलाई हामी मान्दछौँ, जो उपस्थिति चाहिँ आदिदेखि अनन्तसम्म छ, जो स्वर्गदेखि पृथ्वीसम्म ढाकिएको छ। तपाईँ परमेश्वरको महान उपस्थितिलाई यस घडी प्रभु यी दुई जोडाको जीवनमा माग्दछौँ। प्रभु आज जोना भाइलाई आफ्नो जीवनकालसम्म प्रभु आज एलिना बहिनीको निम्ति एउटा बलियो सहयोगी भएर बस्नमा तपाईँ प्रभुले अनुग्रह गर्नुहोस्। आफ्नो जिम्मेवारीहरू पुरा गर्नमा तपाईँ जीवित प्रभु परमेश्वरले आशिष दिनुहोस्, प्रकाश दिनुहोस्, सामर्थ र शक्ति दिनुहोस् भनिकन बिन्ती गर्छौँ। भने यसरी नै प्रभु बहिनी एलिनालाई पनि प्रभु आफ्नो श्रीमानको एउटा मान र इज्जत भएर सधैँ एउटा सहयोगीको रूपमा बस्न तपाईँले अनुग्रह गर्नुहोस्। हे प्रभु आज जुन कुटुम्बमा ऊ जाँदैछ तपाईँ परमेश्वरले आफ्नो महिमा तपाईँको छोरीबाट अभाव रूपमा लिनुहोस् भन्ने बिन्ती गर्छौँ। पिता परमेश्वर यी दुईको जीवनमा दाम्पत्य जीवन चाहिँ सबैको अगाडि एउटा जिउँदो साक्षी भएको होस्। पिता परमेश्वर तपाईँको बाइबल आधार र आचारहरूमा तपाईँ प्रभुको व्यवस्थामा र तपाईँको विश्वासमा सुदृढ प्रभु यहाँको दाम्पत्य जीवन बलियो भएर गएको होस् भनिकन हामी बिन्ती गर्दछौँ। आजको यो घडी यहाँको दुईको सम्बन्धलाई यहाँहरूले गर्नुभएका एक दोस्रोप्रतिको करारलाई हामी तपाईँ येशूको नाउँमा हामी सिल गर्दछौँ। पवित्र आत्मामा हामी सिल गर्दछौँ, रगतको छाप लगाउँदछौँ अनि प्रभु दुष्टको हरेक कुरालाई हामी यिनीहरूको जीवनबाट हामी टाढो लखेट्दछौँ। प्रभु परमेश्वर हामी तपाईँ पिता पुत्र र पवित्र आत्माको नाउँमा तपाईँको अभिषेक यहाँको प्रभु आज दाम्पत्य जीवनमा हामी माग्दछौँ। महिमा तपाईँलाई हामी येशू तपाईँको नाउँमा यहाँको जीवनमा आरोग्यता र आत्मिक भरपुरी र सुसम्पन्नता र सम्पूर्णताको आशिष हामी माग्दछौँ। हालेलुया। सबै अनुग्रह आशिष मान्छौँ येशू तपाईँको जिउँदो अनि पवित्र नाउँमा। आमेन। ख्रीष्ट येशूको अनुग्रह, परमेश्वर पिताको प्रेम, पवित्र आत्माको सङ्गति, सहभागिता र शान्ति आज विवाहित पति र पत्नी भएर तपाईँ परमेश्वरको साक्षी राख्दै, गवाहीको साक्षी राख्दै आज एका दुस्रामा प्रतिज्ञा गरेर जोडिएका यी दुई दाम्पत्यलाई जबसम्म येशू तपाईँ बादलमा देखा पर्नुहुन्न तबसम्म सदा सर्वदा बनिरहँ। आमेन। बेहुला बेहुली बिस्तारै खडा हुने है। अब तपाईँ एका दुस्रापट्टि फर्किनुहोस्, एका दुस्रापट्टि फर्किनु अलिक राम्रो मिलाउनुहोस्। यो मोमेन्ट फेरि फेरि आउँदैन है, यो समय फेरि आउँदैन, त्यसले गर्दा हामी अलिकति समय लिन्छौँ है। अनि आजको बेहुलाले धेरै दिनदेखि प्रतीक्षा गर्नुभएको आफ्नो बेहुलीलाई सबै अभिभावक मण्डली गवाईको अगाडि
यो अगाडिको बेल घुम्टोलाई उघारेर तपाईँले तपाईँको बेहुलीलाई सबैको अगाडि देखाइदिनुहोस्, बिस्तारै गरिदिनुहोस्। अनि हामी मण्डली चाहिँ ताली मार्दैछौँ बिस्तारै। आज यहाँ सबैको अगाडि श्री जोना राई र सुश्री एलिना तामाङ चाहिँ विवाहिता जोडा अर्थात् आजदेखि उसो चाहिँ यहाँहरू हस्बेन्ड वाइफ श्रीमान श्रीमती भनिकन घोषणा गर्दछौँ। हुन्छ, अब यतिकै यहाँहरूलाई है हामी सर्टिफिकेट साइन गराउँछौँ अनि बेहुला पक्षबाट र बेहुली पक्षबाट एक एकजना गवाई तयारी भइदिनुहोस्। यो समय हाम्रो क्वायर ग्रुपले एउटा स्पेसल सङलाई गाउनुहुनेछ र तपाईँहरू सबैजना आफ्नो स्थानमा बस्न सक्नुहुन्छ। Check. Hello, check. Check. हामी यतिखेर यो सर्टिफिकेटलाई सिग्नेचर गर्दैछौँ अनि पहिला हामी बेहुलालाई र बेहुला पक्षको गवाईलाई हामी बोलाउँदैछौँ अनि यहाँले सर्टिफिकेटमा सिग्नेचर अलिकति बाहिर मण्डलीको कोही आउनुहोस् न। ईश्वरको मलाई सुन्दर उपहार हो तिमी। मित्रताको मिठो मिठो सवारी यतिखेर हामी यो सिग्नेचरको सर्टिफिकेसनको काम सकेका छौँ अनि यो सर्टिफिकेट चाहिँ हामी हाम्रो बेहुलीलाई हामी दिन्छौँ र अहिले होइन यतिखेर उहाँहरूको अहिले
यो के अरे केक काट्ने समय भएको छ अनि हामी अहिले नै यो केक काटिहाल्छौँ अनि केकको निम्ति हामी छोटो प्रभुसँग धन्यवादको प्रार्थना गर्छौँ अनि त्यो समय हामी गरिसकेर हामी केक काट्छौँ र त्यसको बादमा हामी केही प्रभुको वचनबाट हामी सुन्नेछौँ अनि त्यसपछि हामी प्रार्थना गरेर आजको सेवालाई हामी अन्त गर्छौँ। हामी प्रार्थना गर्नेछौँ। स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। आज एउटा अति नै सुन्दर समय तपाईँले दिनुभयो। हामी खुसी छौँ, रमाउँछौँ, आनन्दित हामी छौँ र विशेष भाइ जोना र बहिनी एरिनाको निम्ति हामी धन्यवाद छौँ। यहाँहरूलाई तपाईँ परमेश्वरले धेरै आशिष गर्नुभएको छ अनि यो दिन तपाईँले दिनुभयो र यो दिनलाई अझै खुसी र आनन्द साथ मनाउनका लागि यहाँनिर केकहरू ल्याएको छ। जसरी धेरै प्रभु आज कुराहरूले मिलेर यो केक बनिएको छ, स्वादिष्ट छ। यसरी नै यहाँहरूको जीवनहरू स्वादिष्ट होस्, आशिषित होस् अनि यो केक काट्दै गर्दा तपाईँको आनन्द सबैमाथि अझ विभोर होस् भनिकन बिन्ती गर्छौँ। महिमा तपाईँलाई येशूको नाममा यो बिन्ती माग्छौँ, आमेन। बेहुला बेहुली केक काट्न जाने। केक काट्दै गर्दा केक काटिसकेर बेहुलाले बेहुलीलाई खुवाई पनि दिनेछ। ल, बेहुलाले बेहुलीलाई मात्रै होइन, बेहुलीले बेहुलालाई पनि खुवाउनेछ। केक काट्दै गर्दा हामी सबैले ताली बजाउनेछौँ। कङ्ग्रेचुलेसन, ह्याप्पी बर्थडे भन्नु है। अरे हल्ला गर्नेछौँ। अलिक बजाएर हल्ला गर्दै। जब यतिखेर हामी विशेष क्षणमा आएको छौँ। अब हामी अलिकति है केही बेर प्रभुको वचनबाट हामी मनन गरौँ। मुख्य भाग सकिए तापनि त्योभन्दा अझै मुख्य भाग चाहिँ प्रभुको जीवित वचन हो। किन प्रभु येशूले भन्नुभयो, मानिस रोटीले मात्र होइन र परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ। आज विवाहको बन्धनमा बाँधिनु भएको बेहुला र बेहुलीलाई आज यो वचन चाहिँ समर्पित छ। यद्यपि यहाँहरूको मन पुरा उडिरहेको होला है, प्रभुको वचनलाई कति तपाईँले पक्रिन सक्नुहुन्छ, तर मेरो बिन्ती चाहिँ के छ भने तपाईँले पक्रिनै पर्ने हुन्छ। अनि आजको प्रभुको वचनको सन्देश चाहिँ आज विवाहमा बाँधिनु भएको बेहुला र बेहुलीको लागि मात्र होइन, तर हामी सबैको लागि जो विवाह गरिसकेका छौँ र विवाह गर्न लागेका छौँ, हामी सबैको लागि नै यो विवाह हो। र विवाहको वचनमा जानुभन्दा अगाडि हामी आज विवाहित बन्धनमा बाँधिनु भाइ जोना र बहिनी एलिनालाई अनि साथै भाइ जोनाको सम्पूर्ण परिवार मण्डली र एलिनाका सम्पूर्ण परिवार मण्डली यहाँहरूलाई हामी सबैको तर्फबाट हामी बधाई दिन्छौँ है। हामी तपाईँहरूलाई कङ्ग्रेचुलेसन हामी भन्दछौँ। अनि हामी 3 तारिक जब हामी मौनीमा थियौँ तब मौनीको समयमा हामीले सन्देशमा 3वटा मुख्य कुराहरूलाई हामीले सुन्दै थियौँ।
येशू ख्रिस्ट चाहिँ कुनै पनि विवाहको आधार हो। जब मौनी हुँदैछ भने एउटा मौनी चाहिँ एउटा विवाहको एउटा असल विवाहको बलियो जग हो भन्ने कुरालाई हामीले सुन्दै थियौँ। जसरी बाइबलले भन्दछ प्रभु येशू चाहिँ कुनै पनि थोकको लागि विशेष गरिकन ईश्वरीय कुराको लागि चाहिँ बलियो जग हो। बाइबलको वचनले भन्दछ येशू ख्रिस्ट बाहेक अरू कुनै पनि जग छैन। अनि साथसाथै चाहिँ हामीले विवाह चाहिँ मायामा इमान्दारिता वा एका दोस्रोप्रति आदर रेस्पेक्टमा खडा हुनुपर्छ भन्ने यो सन्देशलाई हामीले सुन्दैछौँ। किन भन्दाखेरि चाहिँ आज मानिसलाई परमप्रभुले आफ्नै इमेजमा आफ्नै स्वरूपमा बनाउनु भयो। अनि मानिसलाई बनाउनु भएपछि उहाँले हामी भित्र चाहिँ परमेश्वरको आत्मा वास गर्नुहुने मन्दिर उहाँले बनाउनु भने सबै कुराको निम्ति चाहिँ उहाँको ठुलो योजना रहेको छ। यसैले आज धेरै दिनको प्रार्थनाको फलस्वरूप हामीले आजको दिन पाएको छौँ। भजन 118 को 24ले भन्छ, दिस इज द डे दैट द लर्ड हैज मेड, लेट अस रिजॉइस एन्ड बी ग्ल्याड इन इट। आजको दिन परमेश्वरले बनाउनु भयो, दिनु भयो भने आजको दिनमा हामी खुसी मनाऊ अनि आनन्द मनाऊ। किन आजको दिन चाहिँ खुसी र आनन्द मनाउने दिन हो। अनि म आज विवाहको सन्देशलाई 3वटा मुख्य कुराहरू लिएर तपाईको अगाडि राख्न चाहन्छु। पहिलो कुरो, विवाह चाहिँ परमेश्वरले बनाउनुहुन्छ। विवाह चाहिँ परमेश्वरले बनाउनुहुन्छ। आज 30 तारिक जनवरी चाहिँ जोना र एलिनाको विवाहको दिन हो। तर यो चाहिँ फुरिस्टक होइन। आजको दिनको लागि पूर्ण तयारी छ। 1 महिना 2 महिना अगाडिदेखि तयारी छ। हामीले धेरै कुरालाई चोइस गरौँ, हेऱ्यौँ, किन्यौँ, हामीले छान्यौँ अनि आजको दिनको लागि तयारी भएको छ। आजको दिन त अब भरे अलिअलि गर्दै सकिन्छ। अब 11:20 भइहालेछ। यसरी हेर्दै हेर्दै 6, 7, 8 हुँदै अब भरे साँझमा एलिनालाई लिएर भाइ जोना पनि जानुहुन्छ। तर भन्नु नै पर्दा चाहिँ भाइ जोना र बहिनी एलिनाको चाहिँ विवाह आजदेखि सुरु भयो। परमेश्वरको योजना चाहिँ आजदेखि सुरु हुँदैछ। परमेश्वरको योजना अनुसार आफ्नो जीवनलाई बिताउनु पर्ने, प्रभुको महिमालाई देखाउनु पर्ने कुरा चाहिँ आजदेखि सुरु हुँदैछ। एक प्रकारले भनौँ भने परमेश्वरको आशिषलाई तपाईँहरूले ग्रहण गर्नुभयो, साथसाथै एउटा ठुलो चुनौतीलाई पनि ग्रहण गर्नुभएको छ है। विवाह प्रभुको वचनले अघि हामीले पढ्यौँ 2:18 परमप्रभुले मानिसलाई एक्लो रहेको, एक्लो भएको देखेर उहाँलाई राम्रो लागेन, यसैले एउटा सहयोगी बनाइदिनु भयो। अनि सहयोगीको रूपमा परमेश्वरले आदमलाई हावा दिनुभयो। तर त्यो प्यासेजको अन्तमा गएर चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ जब परमप्रभुले हावा दिइसक्नु भएपछि चाहिँ मानिस र स्त्री चाहिँ अर्थात् पुरुष र स्त्री चाहिँ एक हुन्छ, अर्थात् पुरुष र स्त्रीसँग मिल्न जान्छ भनेर त्यहाँनिर भने। Therefore a man shall leave his father and mother and be united to his wife and they shall become one flesh. अब जोना र एलिना चाहिँ एक्लो होइन। अब जोना र एलिना चाहिँ एउटै हो है। एक प्रकारले भनौँ भने एउटै सिक्काको 2टा भाग हो भनौँ न है। यसैले एलिनालाई सम्झँदा जोनालाई पनि सम्झनु पर्ने अनि जोनालाई सम्झँदा एलिनालाई पनि सम्झनु पर्ने कुरा हुन्छ। अनि एउटा कुरा, विवाह चाहिँ परमेश्वरले अघिबाटै सुनियोजित गरिदिएको हुन्छ। हामीले धेरै कुरा सम्झन्छौँ, अब हामीले गर्दा होला, मैले गर्दा होला, मैले छानेर मैले रोजेर होला, तर ती सबैको पछाडि चाहिँ परमेश्वर हुनुहुन्छ। किनभने परमेश्वरको वचनले भन्छ परमप्रभुले घर बनाउनु भएन भने घर बनाउने मानिसको परिश्रम चाहिँ व्यर्थ हुँदछ। यसैले यो जोडालाई बनाउने काम चाहिँ परमेश्वरको हो। तर अगुवाई चाहिँ परमप्रभुमा खोज्ने काम चाहिँ जोना र एलिनाको हो। तर जिम्मेवारी चाहिँ जोना र एलिनाको मात्रै पनि छैन। यहाँनिर परमेश्वरको महान योजनालाई उहाँहरूको जीवनमा पुरा भएको देख्नको लागि चाहिँ परिवार र मण्डलीको पनि उहाँलाई सहयोगको खाँचो छ। आज हामी गवाई किन छौँ, किन बस्न आएको छौँ भन्दाखेरि कुनै अप्ठ्यारो गाह्रो स्थितिहरूमा जोना र एलिनालाई सहयोग हेतु गवाई बन्नको लागि पनि हामी आएको छौँ। यसैले यो कुरालाई थाहा गरौँ। पहिलो कुरो, विवाह चाहिँ जोनाले एलिनालाई मन पराएर एलिनाले जोनालाई मन पराएर मात्रै होइन। विवाह चाहिँ जोनालाई एलिना चाहिँ ठिक हो र एलिनालाई जोना ठिक हो भन्ने कुरो चाहिँ परमेश्वरले अघिबाटै देख्नुभयो र
र त्यो कुरो चाहिँ रिभिल गराउनु भयो। यो चाहिँ रिभिल भएको कुराहरू हो है। उपदेशक 4:3ले भन्दछ, एकजना छ भने त सजिलैसँग उसलाई के गर्छ, ओभरकम गरिहाल्छ, जितिहाल्छ। तर दुईले चाहिँ डिफाइन गर्न सक्छ। दुईजना छ भने डिफाइन गर्न सक्छ, तर 3 सुताले बाँधिएको जोडी चाहिँ चुट्न सक्दैन, जो चाहिँ हामीले अस्ति मङ्गनीमा एकदमै त्यसलाई अलिक जोड दिँदै थियौँ है। अनि 3 सुतामा जोना र एलिनाको बिचमा तेस्रो व्यक्ति चाहिँ ख्रिस्ट येशू परमेश्वर हुनुहुन्छ, जो इमानुएल पवित्र आत्माको रूपमा हामीसँग हुनुहुन्छ। दोस्रो कुरो, कुनै पनि विवाह चाहिँ एउटा सेक्रिफाइसल लभ अर्थात् बलिदानपूर्ण मायामा आज टिक्दछ, खडा हुँदछ है। प्रभु येशूले आफ्नो वचनमा यसरी भन्नुभयो एफिसी 5:25मा, लोग्नेहरूले आफ्नो श्रीमतीलाई यसरी माया गर्नु पर्यो जसरी ख्रिस्टले आफ्नो मण्डलीलाई माया गर्नुभयो। ख्रिस्टले आफ्नो मण्डलीलाई कसरी माया गर्नुभयो भन्नुहोस् त? ख्रिस्टले आफ्नो मण्डलीलाई आफ्नो ज्यानै दिएर माया गर्नुभयो, आफ्नो रगत बगाएर माया गर्नुभयो, कल्भरी क्रुसमा सबै कुरो निछावर गरेर माया गर्नुभयो। त्यसरी नै श्रीमानले श्रीमतीलाई त्यसरी नै माया गर्नुपर्ने, अनि श्रीमतीले पनि श्रीमानलाई त्यसरी नै माया गर्नुपर्ने हुन्छ। अनि मायामा चाहिँ आज हाम्रो विवाह टिकेको हुन्छ। अनि यो माया चाहिँ यस्तो माया हो, मैले लिने माया होइन, यो चाहिँ दिने माया है। जोनाले एलिनालाई कति दिन सक्छ अनि एलिनाले जोनालाई कति दिन सक्छ, त्यहाँमाथि सेक्रिफाइसको कुरा है, बहुमूल्य कुरा, अनमोल कुरा हामी कति दिन सक्छौँ, त्यो कुरामा हाम्रो विवाह टिक्दछ। यसैले विवाह चाहिँ हतारसँग अगाडि बढ्दैन, विवाह चाहिँ बिस्तारोसँग अगाडि बढ्छ। त्यसले गर्दा विवाहलाई अगाडि बढाउनको लागि चाहिँ हामीसँग धैर्यता पनि हुनुपर्छ। धेरैचोटि चाहिँ हस्बेन्ड वाइफमा धैर्यताको कमी पनि हुँदछ। अनि आज यो विवाहको समयमा हस्बेन्ड वाइफमा आज हस्बेन्ड वाइफ हुनुभएको जोना र एलिनालाई आज माया सँगसँगै मायाले दिने एउटा धैर्यतालाई पनि धारण गर्नुभएको भन्न चाहन्छु। जहाँ धैर्यता छ त्यहाँनिर चाहिँ मायाले पूर्ण काम गर्न सक्छ, तर जहाँ धैर्यता छैन त्यहाँ चाहिँ मायाले पूर्ण काम गर्न सक्दैन। यसैले गर्दा आज यी दुईको विवाहित सम्बन्धमा आज मायाले ठुलो भूमिका निभाउँछ भने एका दोस्रोप्रति धैर्यताले पनि आज ठुलो भूमिका निभाउँदछ। पहिलो पत्र 4:8ले भन्दछ, सबैभन्दा माथि चाहिँ आज माया है, एका दोस्रोलाई माया गर्नुपर्ने, जसले चाहिँ सबै पापलाई पनि ढाक्दछ। पहिलो पत्र 4:8ले यसरी भन्दछ। तेस्रो कुरो तपाईँको अगाडि राख्न चाहे, तेस्रो कुरो विवाहको विषय लिएर, विवाह चाहिँ आज परमेश्वरले सुनियोजित गर्नुभएको आफ्नो योजना हो। विवाह गर्दै गर्दा आज हामी बुवा आमाको आज्ञालाई मान्छौँ, आफ्नो अभिभावकहरूको आज्ञालाई मान्छौँ, पास्टर गुरुबाहरूको, चर्चको ठुला बडाहरूको आज्ञालाई मान्छौँ। तर यो विवाह गर्दै गर्दा सबैभन्दा ठुलो तपाईँले परमेश्वरको आज्ञालाई मान्नुपर्छ, किनभने यो चाहिँ परमेश्वरको आज्ञा हो। विवाह हुनुपर्छ। संसारमा यस्तो धेरै देशहरू छ जहाँ जवान छोराछोरी विवाह गर्न मान्दैनन्, विवाहदेखि भाग्छन्। उनीहरूले विवाहदेखि अरू नै सम्बन्धहरू रुचाएको छ, तर परमेश्वरले चाहिँ एउटै मात्रै सम्बन्धलाई मान्यता दिनुभएको छ बाइबलमा, त्यो चाहिँ लोग्ने र स्वास्नी, पुरुष र स्त्री माझको विवाहलाई मात्रै बाइबलले मान्यता दिएको छ। यसैले आज यो विवाह चाहिँ परमेश्वरको योजनालाई पुरा गर्नको लागि, किन भन्दाखेरि यहोशूले जसरी भन्नुभयो, आज म र मेरो परिवारले चाहिँ सधैँ परमेश्वरको नै महिमा गर्नेछ, सेवा गर्नेछ। आज जोना र एलिनाको परिवारले पनि सधैँ परमेश्वरको सेवा गर्नुपर्छ। परमेश्वरको महिमा उहाँको परिवारबाट देखिनुपर्छ। जोना र एलिनाको परिवारमा चाहिँ प्रभु परमेश्वरको उपस्थिति मानिसले देख्नुपर्छ। आज हाम्रो परिवार, हाम्रो विवाहित सम्बन्धहरू चाहिँ परमेश्वरको मण्डलीप्रति आज उहाँको बलिदानको एउटा सम्बन्धलाई दर्शाउने एउटा चिन्ह पनि हो। हाम्रो विवाह चाहिँ एउटाले अर्कोप्रति, एउटा परिवार अर्कोप्रति परिवारको सम्बन्ध मात्र नरहेर आज ख्रिस्टको स्वर्ग योजनालाई पुरा गर्ने एउटा ठाउँ पनि हो। यसैले जोना भाइ र बहिनी एलिनाले सधैँ जान्नुपर्ने हुन्छ है, सधैँ आफ्नो परिवारमा प्रार्थनालाई
आज पहिलो स्थान दिनुपर्ने, सङ्गतिलाई पहिलो स्थान दिनुपर्ने, परमेश्वरको वचनलाई पहिलो स्थान दिनुपर्ने, अतिथि सत्कारमा परमेश्वरको आशिषलाई खोज्नुपर्ने, आफूले गर्दै गरेको काममा जिउँदो प्रभु परमेश्वरको अगुवाईलाई खोज्नुपर्ने, यी सबै कुरोबाट चाहिँ प्रभु परमेश्वरको योजना तपाईँको जीवनमा पुरा हुनुपर्छ है। आज यो विवाह चाहिँ परमेश्वरले तपाईँलाई दिनुभएको एउटै उद्देश्य, अब तपाईँ चाहिँ एउटा सानो प्रभुको मण्डलीको रूपमा खडा हुनुहुँदैछ अनि तपाईँको घर चाहिँ एउटा सानो मण्डली र अब वचन सकेपछि बेहुला बेहुलीलाई भव्यताको साथमा मण्डप लाने कार्यक्रम यसरी भइराखेको छ र मण्डप यहाँ अलिकति पर सजाइएको छ र मण्डप जाँदै गर्दाखेरि पनि बेहुला बेहुलीलाई एकदमै भव्य रूपमा तामाङ सेलो ब्यान्डको साथमा बेहुला बेहुलीलाई मण्डप लगिने कार्यक्रम भयो र हेर्दै जानुहोस् यो भिडियोलाई अन्तसम्म हेरेर यो विवाहको आशिषलाई तपाईँहरूले लिन सक्नुहुन्छ र बेहुला बेहुलीलाई मण्डपमा राखिसकेपछि हामी त्यहाँनिर यताउता धेरै जग्गाहरूमा फोटो खिच्यौँ अनि मण्डपमा पनि यसरी बेहुला बेहुलीसँग फोटोहरू लियौँ। त्यहाँदेखि हेर्दा हेर्दै दिन त्यतिकै बितेछ र हामी जन्ती टिमलाई खानेकुरोहरू खानका लागि यहाँहरूले डाइनिङ हलमा लानुभयो अनि हामीले रात्रिको भोजन यसरी मजाले धुमधामसँगले यहाँहरूको डाइनिङ हलमा हामी सबै जन्ती टिमले खाना खाइसकेपछि अनि रात्रि दिनभरि यसरी समय कति छिटो बितेछ अनि रात्रिको दृश्य भने एकदमै त्यहाँनिर सजाइएको लाइटहरूले गर्दाखेरि एकदमै मजाको त्यहाँको नजाराहरू यसरी हामीले मनोरञ्जन गरिराखेका थियौँ। अब भने हामी केही क्षणमा हाम्रो बुढौलीहरूले यहाँहरूलाई अनुमति मागे बापत अब हामी केही क्षणमा यो जग्गालाई छोडेर बुहारी एलिना तामाङलाई लिएर हामी कामराङतर्फ हिँड्नेछौँ अनि हिँड्नुभन्दा अगाडि यहाँहरू बुढौलीले प्रोपर वेमा यहाँहरूबाट बिदा लिने कार्यक्रम हुनेछ अनि त्यो भिडियोलाई पनि तपाईँले हेर्नुहोस्। अनि त्यो यहाँको सबै कार्यक्रम सकिएपछि उता बुहारी एलिना तामाङलाई अनि जोना अनि यहाँका परिवारले भव्यता साथमा इन्तजार गरिराख्नु भएको छ र यहाँनिर बिदौरीको कार्यक्रममा सर्वप्रथम यहाँहरूले यो जुन चाहिँ ब्यान्ड टिम यहाँहरूको तामाङ सेलो ब्यान्ड टिम थियो अनि यो ब्यान्ड टिमलाई यहाँहरूले प्रथमचोटि बिदा दिने काम गर्यो किनकि यो ब्यान्ड टिमले चाहिँ आज दिनभरि यहाँहरूले एकदमै उहाँहरूको उत्कृष्ट ढङ्गमा आफ्नो सांस्कृतिक कलालाई देखाएर अनि तामाङ सेलोको भजनहरू गाएर यहाँहरूले हामी सबैलाई मनोरञ्जन दिनुभएको थियो। यसर्थ यहाँहरूले यो एउटा सांस्कृतिक तामाङको परम्परालाई बचाइराखेको पनि हामीले सिक्न पायौँ अनि यहाँहरूलाई प्रथमचोटि यहाँबाट बिदा दिने कार्यक्रम आज बुहारीको गार्जेनले यसरी भव्यता साथ यहाँहरूलाई बिदा दियो र भने हामी अब भने हामी कामराङबाट आएका जन्ती टिमलाई बिदा दिने कार्यक्रम हाम्रो बुढौलीका दल प्रतिनिधिले गरिसकेका छ र सुचारू रूपमा बिदा लिने कार्यक्रम भयो अनि एकदमै प्रोपर वेमा अनुमति मागेर हरेक कुरा सोधखोज गरेर विथ पर्मिसन हरेक कुरा हुने
यो शुभ विवाह अथवा पवित्र बन्धनमा आउँदै गर्दाखेरि चाहिँ हरेक कुरा सोधेर यता जानु उता जानु पनि सोधेर मात्रै हुने गरिन्छ र सबैजनाले यो भिडियोलाई हेरेर आशिषित भई अनि जति पनि हाम्रो जवानी भाइ बहिनीले यो भिडियोद्वारा तपाईँहरूले यो पनि सिक्न पाइराख्नु भएको छ भनेर म विश्वास गर्छु कि आज पवित्र बन्धन अथवा पवित्र शादी गर्दै गर्दाखेरि चाहिँ हरेक कुरो सोधिने हरेक कुरो अनुमति मागिने प्रथा भएको कारणले गर्दाखेरि पवित्र विवाह शादी गर्नाले चाहिँ आज मण्डलीको हरेक पास्टर गुरुजनले इज्जत पाउने अनि मण्डलीमा एउटा आशिषको स्रोत खनिने कार्यक्रमहरू हुन गइराखेका हामी यहाँनिर देख्न सक्छौँ। साक्षात् रूपमा आज हामी देख्न सक्छौँ। अनि अब भने केही क्षणमा हाम्रो एलिना तामाङ बुहारीले आफ्नो बाउमाइती आफ्नो मातापितालाई हमेसाको लागि छोडेर नाम्ची कामराङ निवासी जोना राई अनि उहाँको परिवारमा आफ्नो सम्पूर्ण जीवन बिताउनु पर्ने हुन्छ र तपाईँले हेर्दै जानुहोस्। अब केही क्षणमा भने अति नै इमोसनल सिचुएसन पनि हुनेवाला छ, किनकि आज एउटा छोरीले आफ्नो जन्मिएको ठाउँलाई सदाभरिको निम्ति जीवनकालभरि छोडेर जाँदै हुनुहुन्छ र तपाईँहरूले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस्। अनि यो भिडियोलाई हेर्दै गर्दा तपाईँहरूले केही आशीर्वाद पाउनुभयो भने अथवा यो भिडियोलाई मन पर्यो भने तपाईँहरूले कमेन्ट अनि सेयर अनि सम्पूर्णमा तपाईँहरूले यसलाई सेयर पनि गर्न सक्नुहुन्छ र यसरी सबै कुरो सोधखोज हुँदै हरेक कुरो अगाडि बढिरहेको दृश्य तपाईँहरूले देखिराख्नु भएको छ र अब भने हेर्दै जानुहोस्। अति नै इमोसनल सिचुएसन यहाँनिर क्रिएट भइरहेको छ। अब भने एलिना तामाङ बुहारीले आफ्नो परिवारलाई सधैँभरिको लागि छोडेर जोना राई अनि परिवारसँग यसरी उहाँ निक्लिँदै हुनुहुन्छ अनि अवस्था एकदमै माया लाग्दो भइराखेको छ है। सबैको अनुहारमा आँसुको धारा बगिरहेको हामीले देख्न पाउँछौँ र अति नै प्यारो गरेको कान्छी छोरीलाई यहाँले सधैँभरिको लागि बिदा दिँदै हुनुहुन्छ र तपाईँले हेर्न सक्नुहुन्छ यो दृश्यलाई र यहाँले आँसुको धारामा आफ्नो माया गरेको छोरी चेलीलाई सधैँभरिको लागि बिदा दिँदै हुनुहुन्छ। र अब भने हामी यहाँ कामराङमा आइपुगिसकेका छौँ र नाम्ची कामराङमा जोनाको यो सुन्दर घरमा अनि अति आशिषित बुहारी एलिना तामाङलाई यसरी भव्यताको साथमा यहाँका परिवारले स्वागत गरिराख्नु भएको दृश्य तपाईँले हेर्न पाउँदै हुनुहुन्छ र हाम्रा मण्डलीका अति आदरणीय पास्टर श्री विकृष्णदास माकपाली ज्यूको रिसिप्सन प्रेयरद्वारा आज यहाँ एलिना बुहारीलाई जोना राईको सुन्दर घरमा प्रवेश गराइयो अनि उहाँलाई भव्यताका साथमा उहाँको रिसिभ यसरी भयो। अनि हजुरहरूले आजको दिनभरिको भिडियोलाई तपाईँहरूले यसरी हेरिदिनु भएको निम्ति धेरै धन्यवाद र तपाईँहरूले यो भिडियो हेर्दै गर्दा धेरै मनोरञ्जन तपाईँले लिनुभयो भनेर म पूर्ण आशा पनि राख्छु र हजुरहरू सम्पूर्णलाई धन्यवाद। अनि यसरी आज पवित्र शादीको परमेश्वरले रच्नु भएको पवित्र शादी अनि परमेश्वरको योजनामा गरिएको पवित्र शादीलाई तपाईँहरूले हेरेर
आशिषित हुनुभयो भनेर पूर्ण भरोसा राख्दै म हजुरहरूबाट बिदा चाहन्छु। धन्यवाद। येशूको नाउँमा शक्ति छ, येशूको नाउँमा चंगाई छ, येशूको नाउँमा छुटकारा छ, सबै दासवत